वीरगन्जमा भएको यो पछिल्लो घटनाक्रम राष्ट्रको लागि दुर्भाग्यपूर्ण अवस्थामा मैले लिएको छु। यो राष्ट्र वर्ल्डमै स्विट्जरल्यान्ड र नेपाल शान्ति भूमि भएको हुँदा यो शिव भूमि, बुद्ध भूमि, संसारले हामी बुद्ध दिएका छौँ शान्तिको लागि र हाम्रै यहाँ यो उच्छृङ्खल वातावरण हुनु नराम्रो कुरा हो। हामी धार्मिक सहिष्णुतामा विश्वास गर्ने, हामी सब मिलेर सद्भावको अवस्थामा अगाडि बढ्नुपर्ने ठाउँमा अहिले हामी जहाँ पनि हेरिरहेछौँ, पुरा मेचीदेखि महाकालीसम्म हामी हेऱ्यौँ। मधेस आन्दोलनमा 102 जना मधेसी, 102 जनाभन्दा बढी मधेसीहरू शहादत भए, उच्छृङ्खल नारा लगाए, 6 महिनासम्म मधेस बन्द गरे, बजार समाप्त गरे। यही हाम्रा वीरगन्जका व्यापारीहरू बिहानदेखि साँझसम्म कोही बोहनी भएन भन्छन्। बराबर यस्ता खालका उच्छृङ्खल वातावरण हुनु यो दुर्भाग्यपूर्ण घटना हो। कसले गराइराखेको छ, कहाँबाट यो सञ्चालित भइरहेको छ, किन यस्ता उग्र नाराहरू दिन्छन्? नेपालका राष्ट्रियता नै खतरामा पर्न लागेको भान भएको छ। लाग्छ कि जनताको लागि यो राष्ट्रियता होइन, जनताको लागि यो नेपाली नागरिकता होइन, यो मात्र नेताहरूको लागि मात्र हुने हो। म राष्ट्रको हो, नेपालको हो भनेर देखाउनको लागि नेपाली जनतामा ठुलो तरास र भएको अवस्था स्थिति आएको छ। अहिलेको अवस्था स्थितिमा यस्ता खालका उच्छृङ्खल गतिविधि कतिबाट हुनु, यो गृहयुद्ध निम्त्याउने खालको घटना भइराखेको छ। कहीँ मस्जिद जलाउनु, कहीँ मन्दिरमा आक्रमण हुनु, कहीँ कसैको दोकानमा तोडफोड गर्नु, यो असहनीय र निन्दनीय कार्यक्रम हो। कोही हिन्दू भगाओ देश बचाओ भनेर नारा लगाउनु, कोही मुसलमान भगाओ देश बचाओ भनेर नारा लगाउनु, यो कहाँबाट यस्ता गतिविधि भइराखेको छ? अहिले त सरकार पनि छैन, अन्तरिम सरकार हो। शान्ति सुरक्षाको ग्यारेन्टी लिएको छ, भ्रष्टाचार समाप्त गर्छु, निर्मूल पाल्छु भनेर ग्यारेन्टी लिएको छ, चुनाव समयमा गराउँछु भनेर ग्यारेन्टी लिएको छ। अर्धसैनिक सरकार, किन नेताहरूको पछि पछि दगुर्ने? आफै समातेर 2-4 जना यताबाट 2-4 जना उताबाट उत्रृङ्खल मान्छेहरूलाई समातेर कारबाही गर्यो भने निश्चित रूपले यो शान्ति हुन सक्छ। अब नेताहरू जहिले पनि अगाडि आउँदैन। कार्यक्रम समाप्त भइसकेपछि, उच्छृङ्खल गतिविधि समाप्त भइसकेपछि अनि मात्र मेलमिलाप गराउन आउँछ। त्यो नेताहरूको मेलमिलाप गराउनु पर्ने के जरुरी? अहिले त सारा नेताहरू यही प्रशासनको निगरानीमा छन्। कुनै पनि देशबाट बाहिर नजाओस्, कोही भ्रष्टाचारमा परेका छ, कोही मान्छे मार्ने काममा परेको छ, कोही श्रमिकलाई बेचेको काममा परेको छ। यस्ता खालको गतिविधिले स्वयं प्रशासनले नै आफ्नो बलबुताले आफूतिर तानेर उनीहरूको विवेकशील अवस्थामा कुन मान्छे कहाँ के गरेको, कसले उस्काएको हो, तिनीहरूलाई अहिलेसम्मको अवस्था स्थिति हेर्दाखेरि नजरअन्दाज गर्नु हुँदैन। त पछि गएर यो प्रशासनवादको पनि बेकाबु स्थितिमा आउँछन् र काबुमा गर्न सक्दैन अनि गृहयुद्ध निश्चित नै छिर्छ। बजार समाप्त भए, जनता भोकभोकै मरिराखेको छ, जमिन बाँझो भइराखेको छ। जनताको कुनै पनि सरोकार नभएको काममा किन जनता कुदेको हो, यो हामीलाई सरोकारको विषय हो। हामी यसलाई समीक्षा गऱ्यौँ भने बोर्डर डिस्टर्ब छ। हाम्रो बोर्डर अहिले नेपालको बोर्डर शान्तिमय छ, तरै बङ्गलादेशको बोर्डर इन्डियाबाट उता सटेकै देश डिस्टर्ब छ, पाकिस्तानको बोर्डर डिस्टर्ब छ, चाइनाबाट पनि विभिन्न प्रकारका गतिविधि हाम्रो नेपालमा भइरहेछ। विभिन्न देशले आफ्नो आफ्नो प्ले ग्राउन्ड नेपाललाई बनाउन खोजेको छ। यदि हामी जनता बुझेनौँ भने अहिले रोहिङ्गिया मुसलमानहरू यता प्रवेश गर्दैछन्। जहाँबाट पनि गैर नागरिक प्रवेश गर्नु र उसलाई रोक्ने काम त सरकारको हो। सरकार यसमा चुकेको छ। बाहिरका मान्छेहरू आएर यहाँ उल्टो गतिविधि गरेको छ भने त्यस्ताले पनि छानबिन गरेर देश निकाला गर्नुपर्छ। देशलाई जोगाउने काम सरकारको हो। यसैले अहिलेको स्थितिमा यसलाई कहिले पनि कुनै पनि हालतमा छोड्नु हुँदैन।